रेफ्री अमित राई र अर्को राष्ट्रिय रेफ्री अनिश राई। पहिलो बाउल हात उठाउने खेलाडीहरू मन्डप राई सूर्योदय नगरपालिका भर्सेस हस्ना मल्ल माई नगरपालिका। अर्को बाउलको लागि तयारी हुने खेलाडी अनिमा वास्तोला देउमाई नगरपालिका। आकाश सोनिया राई चुलाचुली गाउँपालिका हो। आफ्नो आफ्नो चिनी राख्ने अनि दिया झापामा त्यस पश्चात मात्रै आउँछ है। कति कति बनाएको छ त्यो पल्लो 10 हो 7 हो 10 होला त्यो 10 12 रामगुरु 1 मिनेट। को बोलेको बद्री खोइ हाम्रा प्रमुख नारायण भट्टराईज्यू पाँचको आवश्यकता पर्यो। हाम्रो नेवारले नाम चलाउने भने सिपिएको अवस्था भयो र हामीलाई जसरी पनि स्टप गर्छ। हेलो हाम्रा नगरपालिका कर्मचारी बद्री मल्लिकलाई यही स्टेजमा सम्पर्क गर्नको लागि अनुरोध गर्न चाहन्छु। बद्री मल्लिक नारायण भट्टराईज्यू हो यो चाहिँ सही हो। हामीलाई ए हो यो चाहिँ सही तरिका हो क्या सर्ट फुटको। मलाई बिनाले गिजाइसक्यो तैँले गलत सिकेर आइदिएछ यहाँ यसरी हान्नुपर्छ यहाँ भन्छ। त्यही त तेस्रो रेखा पार होस् भाइ। तेस्रो रेखा पार माथलो रेखा करस हुनु पर्यो साथी। ओ साथी हाम्रा करस हुनु पर्यो करस। कमेटीका निर्णायक बहिनी अरुणा कार्कीज्यू सम्पर्क भाइ अन्तिममा भाइ अन्तिममा रेखा क्रस हुनु पर्यो भाइ। कबड्डी निर्णायक अरुणा कार्की तपाईँ जहाँ भए पनि केही चिनिया हाम्रो कराते आइदिनु होला। 11 धन्यवाद हाकिम साहबलाई पनि। सिट अभाव भएकोले कृपया कुर्सी पठाइदिनु न म अनुरोध गर्दछु। यो हाम्रो कराते खेल भइराखेको एरिनामा कुर्सी आवश्यकता भएकोले राम्रो राम्रो ठिक छ। सही तरिकाले हान सही तरिकाले हान तर छोरे त्यही नै हाकिम साहबलाई फेरि प्लिज अर्को स्टोभबाट हामीलाई उपलब्ध गराइदिनु होला। यो स्टोभबाट मान्छे नचिनेको हुँदैन भयो। यताबाट नि छुनै पर्छ सजिलो हो नि खास त हेलो भोलिका भाइहरू यहाँ स्टेज अगाडि सम्पर्क गर्नको लागि अनुरोध गर्न चाहन्छु।
ल ल ल सुरु अब हामीले जेने तेने यहाँ मोबाइलबाट काम चलाउने भिडियो गऱ्यौँ तर पनि हामीलाई नयाँ स्टकको आज उपलब्ध गराइदिनु होला प्लिज हामीले त्यहाँनिर गएर खुवाउने हामीले पावर दिने भए भलिबल कसले जित्यो हाम्रोले अब पछि पनि हामीले लिँदै थियो नि त सेकेन्ड सेट कसले जितेको थियो हाम्रोले ए सक्यो त्यसो फेरि खेलाइहाल्थ्यो ए सक्यो त्यसो सकिगयो थर्ड सेट खेलाएन राम्रो हानेको सही पोजिसन है यो चाहिँ यो सही तरिकाले हान्ने दुईजनादेखि छैन जानकारी गराउन चाहन्छु त्यसो गर्दा पनि राम्रै भयो कम्ती पकायो है